कोनिचिवा आज म तपाईहरुलाई दौ र दोन्ना बीचमा के फरक छ त्यो सिकाउन गइरहेको छु। ध्यान दिएर हेर्नु होला। एक्जामको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हुने भएकोले के फरक छ, कसरी युज गरिन्छ त्यो चाहिँ ध्यान दिएर हेर्नु होला। जस्तै दौ भनेको कस्तो हो भने दोन्ना भनेको चाहिँ कस्तो प्रकारको भन्ने अर्थ दिन्छ। है दुईटैको अर्थले मात्रै फरक नसुटिने भएकोले यसलाई कसरी प्रयोग गरिन्छ त्यो चाहिँ एकदम ध्यान दिएर हेर्नु होला। जस्तै दौ भनेको के लेखेछ त यहाँ भन्दा फिलिङ, कन्डिसन, ओपिनियन सोध्ने अवस्थामा भनेको छ भने दोन्ना कस्तो प्रकारको चाहिँ टाइप्स, काइन्ड सोध्ने अवस्थामा भनेको छ। है त कुनै कुराको कन्डिसन के कस्तो छ, कस्तो धारणा छ, हैन कस्तो फिलिङ छ त्यो सोध्ने बेलामा चाहिँ दौ र दोन्ना चाहिँ कस्तो प्रकारको छ। हैन सहरहरुमा धेरै सहरहरु त्यसमध्ये चाहिँ टोकियो चाहिँ कस्तो प्रकारको सहर हो टाइपको एउटा टाइप सोध्दाखेरि चाहिँ दोन्ना युज गरिन्छ। र कसरी सेन्टेन्स बनाइन्छ यहाँ हेर्न सक्नुहुन्छ। काम चाहिँ कस्तो छ भनेको छ। अब काम चाहिँ कस्तो छ भन्दा शिगोतो वा कस्तो छ भन्दाखेरि हामीले दौ देशका नाउन कता आयो त अगाडि आउँछ, त्यसपछि मात्रै दौ देशका युज गरिन्छ भने दोन्नामा चाहिँ नाउन पछाडि युज गरिन्छ। जस्तै टोकियो चाहिँ भनेको छ। है टोकियो चाहिँ भन्दा टोकियो वा अब कस्तो प्रकारको दोन्ना पछाडि नाउन के छ त माची देशका। दोन्ना देशका भन्न पाइँदैन। है त दौ मा चाहिँ दौ नाउन देशका भन्न पाइँदैन। त्यही भएर दोन्नामा चाहिँ नाउन आएपछि मात्र देशका, यसमा चाहिँ अगाडि नाउन आउँछ भन्ने कुरा याद राख्नु पर्यो। ल अर्को इक्जाम हेर्न सक्नुहुन्छ। जापानिज भाषा चाहिँ कस्तो छ हैन, तपाईलाई कस्तो लाग्छ कि कस्तो लाग्छ टाइपको दौले जनाउने हो। इक्जाम्पल हेर्न सक्नुहुन्छ। निहोङ्गो वा अब कस्तो छ दौ देशका। जापानिज भाषा चाहिँ कस्तो छ, तपाईलाई के कस्तो लाग्छ, गाह्रो लाग्छ कि सजिलो लाग्छ कि कस्तो लाग्छ त्यो धारणा जान्न, तपाईको फिलिङ जान्न खोजेको भने अर्को यामादाजी चाहिँ कस्तो प्रकारको व्यक्ति हो भनेर टाइप्स जान्न खोज्दैछ। जस्तै यामादा सान वा कस्तो प्रकारको भन्दा दोन्ना हितो देशका। यामादा सान वा दोन्ना हितो देशका कस्तो प्रकारको व्यक्ति हो भनेर यसरी यता हामीले दौ र दोन्नाको फरक छुट्याउन सकिन्छ। यस्तै यस्तै अरू पनि इक्जाममा एकदमै इम्पोर्टेन्ट हुने भएकोले तपाईहरुलाई लागेको यस्तो डिफरेन्सहरु के कस्तो छ, कुन गाह्रो लाग्छ त्यो तपाईहरुले प्रतिक्रिया दिन सक्नुहुन्छ। म तिनीहरुको पनि भिडियो बिस्तारै बनाउने जानेछु। हस्त धन्यवाद।